साइकलमा सबै जस्सीहरू मात्रै बस्छ। अब हामी फ्याट टु फिट भन्ने प्रोग्राममा छौँ। आज चाहिँ म मात्रै गएको थिएँ, भोलिदेखि चाहिँ मलाई सिडले पनि जोइन गर्छ बिहानै भनेको छ। उसले पनि पहिला जिमहरू गर्थ्यो, उसले पनि छोडेको थियो। भाइको दाँत नजिकबाट भाइको राम्रो कस्तो राम्रो दाँत छ क्या। यहाँ आऊ न सँगै यस्तरी यस्तरी यस्तो यस्तो गर न, दाँत यहीँ हाँस न अलिकति। अरू कतै गइरहेको थिएँ, जाँदा जाँदै जात्रा रहेछ अनि हेर्नु बसेको। अनि के को जात्रा भन्दाखेरि चाहिँ काहीँ नभएको जात्रा हाडी गाउँमा कि के भनेपछि यही हो अरे। म चाहिँ अहिले हाडी गाउँमा छु यहाँ। यहाँनिर चाहिँ मेरो बाइकको मर्मत भइरहेछ है। भाइ मेरो बाइक के गर्न आँटेको भनिदेऊ त। त्यसो जान आँट्यो हो, एक्सिडेन्ट परेर। टी सजाउन आँटेको यसको अरू सबै बनाइसक्यो। अब भाइले लेट सेट लगेर होइन त ल त्यही हो। अब यहाँबाट चट्ट दाजुभाइ लेट जाने, लेटमा जाने, लेटमा गएर टी सजाउने, ल्याउने, जोड्ने कोन बेरिङहरू छ अघि किनेर ल्याइसकेँ मैले है। अनि त्यही हो, अब सिडलाई पर्खिरहेको सिडलाई। अनि अब अलमोस्ट 1 विक जस्तोमा बाइक चाहिँ म फुल्ली फिट एन्ड फाइन कडकवाला बनाइदिन्छु है त। मेबी सेल पनि गर्नु सक्छु म, र सेल चाहिँ सकेसम्म गर्दिनँ भनेर बसिरह। सब सिड आज के छ नयाँ अलिक यहाँ बसेर सुनाइदेऊ न। आज खासमा 5 बजे यहाँ आउने भन्छ, अहिले 6 बजिरहेछ होइन। अनि म चाहिँ गेडा लगाइरहेछ यत्रो भुँडी छ। यो भुँडी अब छाडा बोले अब म स्किनी हुन्छु। अब म सेप सिफ्ट हान्छु होइन। त्यही हो मेरो जर्नी हेरिदिनु, रिजनलाई पनि हेरिदिनु। यस सर। अब हामीसँग छिर्छौँ। आज चाहिँ हल्का ढिलो भयो, वेकअप टाइममै हाम्रो बाजेहरूलाई कम्पिटिसन दिन छिर्छौँ। देख्यो म झन् खतरा हाँस्थेँ, तिमी पनि हाँस्देऊ त। भएन फेरि जय बाबा विश्वकर्मा। यहाँ चाहिँ वर्क भइरहेछ है, वर्क भइरहेछ। मेरो बाइकको सामानहरू बनिसक्यो, यो पस्नु पर्ने थियो, त्यो अघि नखसै लगेछ, फेरि पस्नु आएको छु। के छ हामी इन्जिनियरिङमा छौँ। अनि त्यही अब आज बाइक बनिसक्छ कम्प्लिटली। भोलि म ग्राफिक्स हाल्न जान्छु, पर्सिदेखि बाइक त अनि हेडलाइट चाहिँ अति भयो। हेडलाइट पनि मगाइसकेँ मैले, अब हेडलाइट पनि आउँदैछ है बाइकको। प्लिज ल एकदम बाइकको इन्जिनियर खतरा खतरा मान्छे सबै बनाइदिन्छ भने जस्तो पनि। मैले भएर पनि क्लिन भइसक्यो, बाइक साइक पनि बनाएर आइसक्यो है त। ल बोजू पनि एउटै लुगामा, बोजू पनि फ्रेममा जानु पर्छ त्यो एमसी झर्यो होला। अब यहाँनिर बाजे नाति नि ओइ ओइ यो व्हाट्सअप के छ ब्रदर। उता चाहिँ मेरो कान्छा काका, अनि यहाँनिर पिङ्किजहरू, बोजू, मेरो कुकु,
माकान्छु यता दिदी मामु खै ल म यतै अगाडि पार्नु त अगाडिबाट म खिचिदिन्छु ए आफै खिच्ने फोटो सेसन गरेर चाहिँ म चाहिँ भोक लाग्यो म चाहिँ अब के खान्छु मलाई चाहिँ ओभर धेरै हङ्ग्री होइन म चाहिँ चौचौ अन्डा बनाएर खान्छु सक्नु म चाहिँ यहाँनिर चौचौ उमाल्दैछु ला ऊ आमै कोकुले जित्यो है सबैले कोकुले जित्नु भयो यस्तै यस्तै चलिरहेको छ है हाम्रो घरतिर फेरि वान्स मोर बवाल सो भइरहेको छ है यहाँ चाहिँ मलाई चाहिँ फुल इन्टरटेन विदाउट मनी विदाउट पेइङ एनिथिङ सिङ्गल सेन्ट सिङ्गल रुपिज आई एम ह्याभिङ सो मच फन है सानो ग्यास बनाउने त्यसपछि एकछिन यसलाई यसरी नचलाउने ल रेडी मिठो 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 मासु तातो स्टाइल पारेको छ अनि कराईमा खाएर तातो मात्रै हो जिब्रो मात्रै पिल्छ क्या त्यही अब म खाजा खान्छु मिठो 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 आयो कि आएन म आयो त होला नि सो मेरो चौचौ अन्डा रेडी भइसक्यो बाजे टिकटक खिच्नु फोटो खिच्नुलाई बहिनीलाई पनि फकाएको छ सानो 6-7 महिनाको बहिनीलाई नि गर्दै फकाइरहेको छ के हो टिकटक बनाउने मान्छे देख्यो केटा हो भिडियो भएको छैन रहेछ त अनि अब गफ हान्नुम है कोक भएको भए दामी हुन्छ कोक ड्युटा छ तल कोठामा स्टोर रुममा तर मलाई कोक मन पर्दैन यस्तो के अरे ड्यु मन पर्दैन अनि अरू कुरा भनेको त्यस्तै हो दसैँ कस्तो भयो त्यो आउँदैछ कसले देउसी खेल्ने हो कसले पटेका पड्काउने हो सबजनाले कमेन्ट हानौँ त्यस्तै हो अरू कुरा
짬만. Upload something. पारा है फेरि केटा दामी। अब म बेलुकाको खाना खाँदिनँ, दही खान्छु, केरा खान्छु, स्याउ दहीमा केरा र स्याउ काटेर हालेर खान्छु, किनभने म अलिकति डाइटमा। किनभने जहिले चौचौहरू धेरै चिल्लोहरू नखाएको भए म बेलुका थोरै खाना खान्थेँ। आज अब धेरै चिल्लोहरू खाएँ, बिहान पनि फेरि मैले धेरै चिल्लो खाएर खाएँ आज। त्यही भएर अब चाहिँ बेलुका खाँदिनँ। 2-3 दिन भयो फिटनेसको लागि मैले ट्राई गरेको छु, एकदम धेरै जोड दिइरहेको छु फिटनेसको लागि, आफ्नो फिजिकल फिटनेसको लागि चाहिँ। त्यही हो, के गर्नु अब, जति फिजिकल फिटनेसलाई अटेन्सन दिए पनि खानु मन लागिहाल्छ। चिल्लो चाप्लो के कुराहरू बाहिर गयो भने के अनि मोस्ट अफ द टाइम चाहिँ म बाहिर जाँदा खाने भनेको चाहिँ किमन रोज, स्प्यारी अनि लाफिङ छ भन्दाखेरि चाहिँ केटीहरूले भने जस्तो सुन्छ होला, बट म त बबालाई मिठो लाग्छ लाफिङ र स्प्यारी। मोमोहरू भन्दा बढी मलाई स्प्यागेटी मनपर्छ। आजकल त के भयो मलाई मोमै मनपर्नु छोड्यो। योभन्दा लगभग 6-7 महिना 3 महिना 4 महिना अगाडि होला सिद्धार्थसँग पम्प स्पिड सिटसँग चाहिँ अति धेरै मोमो खाएको थियो क्या हामीले। त्यहाँदेखि मलाई नाक लागेको। मिठो मिठो मिठो। त्यसपछि अनि म चाहिँ यहाँ पसल निस्किन लागेको थिएँ। मैले के गरेँ भनेदेखि बाइक यहाँभित्र हाल्यो, अब म कसरी झिकाल्नु, यहाँभित्र छिर्यो बाइक। के गर्ने होला त अब, बाइक साइक निकाल्छु अब। त्यस्तै हो, आजको भ्लगलाई अन्तिम गरौँ होला है। ल बाई बाई साथीहरू, बाई बाई।